च्याप्पै पक्रेर त मलाई त हात यसरी पार्थ्यो त अब यो त पाता फर्काइदिएको अनि के गर्नु अस्ति कसलाई पनि गर्दै गरे रबिनलाई पनि हो रबिनले विचारमा नगर्ने कसरी अरे हात्ती नचलेको सय थुङ्गा खाती माता हात नचल्थ्यो नि त यो पाता फर्काइदिएको त अनि कताबाट रबट मारेको दिन हौ विजय बुढोले बियर खुवाइ तिम्रोमै बियर खाएको नि त जब एमएलए पक्रेर भने मार्ने एउटा त ढुकेर ऊ भमरले हाने मात्र मलाई यसरी अन्त मेरो गोबर आयो कस्तोमा गोबर आइरहेछ होइन दाइ छोड्नु न भन्छु हात्ती यसरी फर्कँदा कसको गोबर आउँदैन मर्ने बेलामा